हेलो एभ्रिवान, वेलकम ब्याक टु माई नेक्स्ट भ्लग। आजको भ्लग रहेको छ मेरो चितलाङ टुरको होइन। त्यसपछि आज चितलाङ टुर चाहिँ हामी स्कुलसँग जाँदैछौँ केभिएमसँग। अनि म चाहिँ पुरै मेकअप गरेर कपाल सपाल यस्तो पलिसाली गरेर म चाहिँ रेडी भइसकेको छु है। अब म रेडी भइसकेँ। म चाहिँ सुमन सरको पर्खाइमा छु। सुमन सर चाहिँ मलाई लिन आउनुहुन्छ। सर पनि जाने, अनि त्यही भएर सँगै जाऊँ न त भनेर अनि म पनि रेडी भएर बसेको। अनि फेरि भ्लग त बनाउनै पऱ्यो होइन। अनि त्यही भएर चाहिँ अझै यस्तो बनाइहेरौँ न भनेर चाहिँ बनाएको। अब म यहाँबाट चाहिँ स्कुल जान्छु। अनि स्कुल गइसकेपछि चाहिँ के हुन्छ हेरौँ है, को को आउनुभएको छ भनेर अब एक्साइटेड छु। बेसी फुल्ली इन्जोय गर्ने हो, रमाइलो गर्ने हो, अनि आउने हो। बाँकी के हुन्छ म तपाईँहरूलाई देखाउँदै गर्छु। किप वाचिङ। सो म चाहिँ स्कुल आइसकेँ होइन। सुमन सर म चाहिँ स्कुल आइसक्यौँ। अनि त्यसपछि यहाँ हुनुहुन्छ हाम्रो ब्रदर, आउनुहुन्छ सर, यिनीहरू पनि आउँदैछन्। सुमन सर चाहिँ उता बस्नु भएको छ। यो स्कुलको यहाँ रिपेयर हुँदैछ क्या यो। अनि म पनि यहीँ छु। अब हामी एकछिनपछि यहाँबाट प्रस्थान गर्छौँ चितलाङको लागि। सो मलाई किन आउनुहुने महानुभावलाई म देखाउँछु। यहाँ आउनुहुन्छ हाम्रो मिस्टर सुमन। के भन्नुहुन्छ सुमन सर? हाम्रो रमाइलो टुर जाने कहाँ हामी? चितलाङ। सो एकदम रमाइलो गर्नुपर्छ। मेरो पनि चस्मा चाहिँ बिर्सेछु, म पनि चस्मा लगाएर आउँछु। कर्ली गरेँ कर्ली सरी बिबिवाला सक्छु। म चाहिँ माथि जाँदैछु। माथि के को हुनुहुन्छ हेरौँ है त। आइसक्यो म स्कुलमा। सबजना हुनुहुन्छ। अब हेर्दै जाउँ। बसिरहेको छु यहाँनिर। हेलो हेलो हेलो। उता घाम ताप्दैछन्। फाइनली म पनि आइसकेँ। ए मेरो साथीहरू पनि अलरेडी आइसकेका छन्। म मात्र लेट भएछु होइन। यता छन् हाम्रो काले भाइ, यता सुजाता सिस्टर, अनि यहाँ छु ब्युटिफुल लेडी अफ केभिएम। ल अनि अब एकछिनपछि हामी यहाँबाट बाहिर निस्किन्छौँ। गाडीतर्फ लाग्दैछौँ होइन। सबैजना जाँदैछन् झोला बोकेर। झोले एक्सपेक्टेसन भर्सेस रियालिटी चाहिँ त्यस्तो चाहिँ नहोस् होइन। आई होप सबै थोक राम्रै होस्। कस्तो होला राम्रै हुन्छ होला है। त्यो एक्सपेक्टेसन भर्सेस रियालिटी चाहिँ नहोस् भन्ने नै छ मेरो पनि। जति रमाइलो गर्ने, रमाइलो होला, ठाउँ रमाइलो होला जस्तो लागेको छ। त्योभन्दा अझै धेरै राम्रो होस् भन्ने आशाका साथ हामी यहाँबाट अघि बढ्दैछौँ है त। सो वेलकम ब्याक। हामी चाहिँ चन्द्रगिरी, चन्द्रगिरी हिल्स हामी आइसक्यौँ। अब यहाँबाट हामी माथि गएर हाम्रो हाइक स्टार्ट हुन्छ है। आर यु रेडी गाइस? अब हाम्रो हाइकिङ डह्रो हुन्छ यहाँबाट होइन। अब चाहिँ होइन गाइस, हामी माथि जाँदैछौँ चन्द्रगिरी केबल कारमा। केबल कार चढेर हामी माथि मन्दिर पुग्छौँ। अनि मन्दिर पुगेर हामी फेरि त्यहाँबाट हिँड्दै हिँड्दै अनि बसमा आउँछौँ है त। मनकामको त्यस्तो लाग्दैन, यहाँको चाहिँ उ लाग्छ कि अलिकति राम्रो आएको। बत्ती नगयो त्यो भन्नु न। एकचोटि सबजनाले काठमाडौँ भ्याली हेर्नु होला। सुन्नुहोस् हल्का चाहिँ के हुँदो रहेछ। हामी मन्दिरतिर जाँदैछौँ गाइस। हाँसिरहेछन्, कोही हिँडिरहेछन् अङ्गला मारेर।
त्यो थाकिरहेछन् यहाँ भ्यू कस्तो दामी देखिन्छ नि यहाँबाट यस्तो राम्रो छ है यस्तो दामी छ यहाँबाट भ्यू चाहिँ दामी देखिन्छ अनि माथि पुगौँ ए हो सुमन छ ए यहाँ हिउँ पनि परेको रहेछ अलिअलि त देख्दैन अझै हिउँ पर्ने बेलामा आउनु पर्थ्यो हामी चाहिँ देखेर आयौँ तर पनि केही छैन प्रब्लम भेरी इन्जोइङ हामीले पूजा सुजा पनि टिका सिका पनि लगाइसक्यौँ होइन अब हामी भन्नुहुन्छ यता छ हाम्रो काले भाइ अब हामी फेरि यहाँबाट कस्तो मायाले झन् काले भाइ भनिरहेको छु बोलाइरहेको छु अब एक राउन्ड हानेर चाहिँ हामी यहाँबाट फेरि जान्छौँ प्राविका ठाउँ कस्तो राम्रो छ रमाइलो भइरहेको छ कस्तो राम्रो भ्यूहरू छ कस्तो रमाइलो भइरहेको छ अब हामी यहाँबाट तल झर्छौँ अब चाहिँ हाम्रो चन्द्रगिरी मन्दिरबाट चाहिँ हाइकिङ स्टार्ट भयो हामी बस भएको ठाउँतिर जाँदैछौँ अब कति छ 15-20 मिनट कति छ होइन 45 मिनट भन्नु पनि छैन होला कति छ अब त्यति होइन अनि त्यसपछि चाहिँ हामी हाम्रो बसमा चढेर हामी सिधै हाम्रो डेस्टिनेसनमा पुग्छौँ चितलाङ अब सिधै हामी बेलुका चाहिँ चितलाङमा भेटिन्छौँ हाम्रो हाइकिङ ग्रुपहरू अगाडि बढ्दैछन् कति बेला थाक्छन् थाहा छैन मुस्कान दिदी आउनु यहाँ हुनुहुन्छ हाम्रो फडिन्द्र सर सुजिल भाइ म हाम्रो सुभाष सर अनि के अरे मेरो सुमन भाइ अब हाम्रो हाइकिङ चाहिँ कति मिनटको छ 20 मिनट हाफ एन आवर होला कहाँ छ अब सिधै बसमा गएर भेट्छौँ हामी हिउँ परेको रे होइन हाइकिङ हिँड्दैछौँ हामी अनि हिउँ देखेछन् बाटोमा पुरै हिउँ चाहियो अरे मुस्लिम त्यहाँ यिनीहरूको अलिअलि छ छन चाहिँ अनि त्यो हिउँ खेलेको अरे हिउँ उडाएको अरे भन्दैछ केही चाहिँ छैन छन चाहिँ फेरि अलिअलि छ अलिअलि चाहिँ देखिरहेछ तर पनि रमाइलो छ र यहाँ उडा डल्लो बना यस्तो हिउँ खेलेको होइन आदर्श यसरी गयो पाङ्गो भयो ल तपाईँले यसो इन्जोय गरौँ न बिस्तारै हिँड्नु पर्यो हिउँ रे अन्त जान पाइँदैन अब यहीँ भए पनि हिउँ त खेल्नै पर्यो ला लड्यो त्यो बिस्तारै लड्दिन न लड्छु होला भाइ लड्छु भने नि त म होइन लड्यो भने त बर्बाद हुन्छ त भाइ लड्नु चाहिँ हुँदैन चिप्लो त भइहाल्छ नि अब हिउँमा त फाइनली गाइस आधा घन्टा हिँडेर हामी हाम्रो बस राखेको ठाउँमा चाहिँ आइपुग्यौँ यहाँ खुट्टा दुख्यो आउँदैछन् खुट्टा दुख्यो नि अब हामी बस्नुपर्छ अनि जान्छौँ सिधै चितलाङ फाइनली हामी चितलाङ आइपुग्यौँ है हामी आयौँ आफ्नो डेस्टिनेसनमा यत्रो दूरी पार गरेर राम्रो छ भ्यूहरू कस्तो राम्रो छ यहाँनिर
खुट्टा नै दुखिरहेछ अब चाहिँ अब हामी खाजासाजा खान्छौँ रेस्ट गर्छौँ अनि चाहिँ के गर्छौँ थाहा छैन र खाजामा के छ दुईवटा आलु आलुकै अचार सबै आलु होइन कस्तो छ खाजा मिठो छ प्रत्युष आलु नै आलु छ मिठो छ है वाउ ल हेर्नुहोस् भ्यू कस्तो दामी छ यहाँको सब राम्रो छ सम्झिँदा राम्रो छ होइन मिठो भइरहेछ मन सर यता मजा म्यामको छेउमा यताको छेउमा यता सरलाई मेरो मन त नेपाली हो गुन्द्रुक ल मन्सा म्याम भन्नु न तपाईँ नबोलेको भएर कस्तो भइरहेछ ब्लगको तपाईँको गाइजहरूलाई एकदमै गाह्रो भइरहेछ तपाईँको गाइजहरूलाई अलिकति ऊ भयो कि भन्नु न भन्ने कुरै छैन खाउँ पहिला अनि पछि बोल्छु सो गाइज हाम्रो चाहिँ नाचगान सक्यो नाचगान सकिएर चाहिँ अनि खाना खान लागेको है खाना हुँदैछ यतातिर खानामा लाइन बस्दै हुनुहुन्छ उहाँ खाँदै हुनुहुन्छ खानासाना खान्छौँ अनि फेरि एकछिन हामी थाप्छौँ अनि त्यसपछि नाच्छौँ बस्छौँ अनि जान्छौँ आजको भ्लग हाम्रो अनि गाइस आज चाहिँ डे 2 होइन अनि त्यसपछि अब चाहिँ हामी रेडी भएर अहिले 7 साढे 7 भयो होला अनि त्यसपछि यहाँनिर ब्रेकफास्ट गरेर अनि यहाँबाट हामी निस्किनको लागि निस्किन्छौँ यहाँनिर हाम्रो खाजा छ अनि ब्रेकफास्ट होइन अनि त्यसपछि यो खाएर हामी यहाँबाट निस्किन्छौँ गाइस हाम्रो चाहिँ हामी चाहिँ मार खुवाइसक्यौँ होइन यहाँ हाम्रो हाइकिङ स्टार्ट हुँदैछ अनि बाटो यही हो बहिनी यस्तो रमाइलो छ कस्तो दामी भ्यू छ हेर्नुहोस् है के को डरलाई हिँडेर बसेपछि त यहाँ नगर यहाँ हेर्नु त यस्तो डर यो आइस भन्ने बहिनी खुच्ची एकदम डर आदर्श नहलाउ ल कस्तो दामी भ्यू छ साँच्ची साँच्ची भनेको कस्तो राम्रो छ नि ओ वाउ है रमाइलो छ है सृजन ल अब हाम्रो हाइकिङ चाहिँ 1 घन्टाको छ 1 घन्टा हामी अझै हाइक गर्दै गर्दै जान्छौँ तिनीहरू अझै आउँदैछ डराइरहेछ म चाहिँ हिँड्दै जान्छु सो गाइस फाइनली हामी चाहिँ 1 घन्टा बेसी हिँड्यौँ होला होइन त्यत्रो हिँडेर चाहिँ मोहिनी झर्ना आइपुग्यौँ अनि कतिजना त सबै उत्तै बस्नुभयो प्रिन्सिपल सर सुमन सर म अनि 4-5जना स्टुडेन्ट चाहिँ आएछौँ अब यत्रो बाटो हिँडेपछि यस्तो ठाउँमा आउनु त परिहाल्यो नि होइन यस्तो दामी छ यहाँ है यस्तो खतरा छ अब फाइनली आइपुग्यो डेस्टिनेसनमा यहीँ आउनु थियो आयो म चाहिँ हिँडेँ म चाहिँ प्रिन्सिपल सरसँग गफ गर्दै यहाँसम्म आइपुगेँ थाकेँ लास्टै थकाइ लाग्यो यार खुट्टा त लास्टै दुख्छ होला तर पनि केही छैन केही राम्रो चिज देख्नको लागि त अलिकति स्ट्रगल पनि गर्नुपर्छ नि त रमाइलो भयो तर यो ठाउँ चाहिँ साँच्चै नै भन्नुपर्दा गाइस यति धेरै राम्रो छ यत्रो हिँडेको चाहिँ मलाई ठिकै लाग्यो है यत्रो हिँडेर यस्तो ठाउँमा आइपुग्नु भनेको राम्रो हो नि कस्तो राम्रो छैन छ यस्तो दामी छ साँच्चै भनेको मलाई त कसम यहीँ कति बेरसम्म बस्नु जस्तो लागिरहेको छ क्या म अझै माथि जान्छु चाहिँ होइन ओ माई गड साँच्चीको दामी छ ठन्डा भयो गर्मी भइरहेको थियो पसिना भएर मजा आइरहेछ वाउ कस्तो दामी छ वाउ छ गाइस दामी हामी आइसक्यौँ झरनामा हेर्न सक्नुहुन्छ यस्तो राम्रो छ
फोटोसोटो पनि खिचिसक्यौँ होइन अरू पनि खिच्दै हुनुहुन्छ है क्यामराम्यान भिडियोमा खिचिदिँदै हुनुहुन्छ यस्तो दामी भ्यू छ नि प्रिन्सिपल सर अनि हाँस्छु म वाउ तर त्यस्तो चाहिँ एकदमै धेरै चिसो छ नि हातहरू कति चिसो भइसक्यो ल गाइज फाइनली हाम्रो हाइकिङ सक्यो अनि हामी हाइकिङ सकेर अब हिँड्दैछौँ होइन अब अझै कति छ अरे आधा घन्टा होइन 1 घन्टा त पर्दैन अब आधा घन्टा जति छ आधा घन्टा हिँड्नु छ हो बाटो पर देखेको बाटो हो यस्तो यस्तो बाटोमा हिँड्दैछौँ अब आधा घन्टा पनि मेरो पिक्चरमा चाहिँ खासै आधा घन्टा पर्दैन होला जस्तो है म चाहिँ बोटिङ सुटिङ गर्ने के गर्ने अनि लगभग आधा घन्टा छुटेको नि अनि त्यसपछि चाहिँ हामी बोट चढेर घुमेर अनि त्यसपछि हामी जान्छौँ गाइस कस्तो भएर आज रमाइलो भयो नि त खुट्टा त दुखाएको छैन नि हाम्रो टोलीहरू अझै पछाडि नै छन् हामी चाहिँ हिँड्दैछौँ अगाडि हामी चाहिँ हाइकिङ सकेर आएर यहाँ एकछिन रेस्ट गरेर बसेको हाम्रो हुनुहुन्छ अनि अब हामीलाई लिन चाहिँ हामीलाई लिन बोट आउँदैछ अब हामी बोटमा जान्छौँ यस Yes. Hallelujah. Hallelujah. गाइस हामीले चाहिँ खानासाना खाइसक्यौँ होइन अब आएर खाना खायौँ है एकछिन आएर मैले पिन खेलेँ त्यहाँ मलाई होइन छेउबाट सुमनसल डिस्टर्ब गर्नु अब हामी खाना खाएर चाहिँ अब निस्किन्छौँ आई होप तपाईँहरूलाई चाहिँ मेरो भ्लग राम्रो लाग्ने नै छ सो आज हाम्रो चिप्लाङको टुर यहीँनिर समाप्त हुन्छ फेरि म अर्को भ्लग लिएर आउने छु त्यतिसम्मको लागि किप वाचिङ मन पऱ्यो भने चाहिँ सबैजनाले लाइक सब्सक्राइब गरिदिनु होला बाई